गाइजहरु यो चाहिँ मेरो जग्गाहरु यस्तो छ है। कोदो फलिरहेछ, बाटो यस्तो छ। यो यो पहिला पहिला यो ढुङ्गाहरु एकदम ठुलठुलो लाग्थ्यो। भनेपछि म कस्तो अवस्थामा थियो होला त। यो ढुङ्गा चढ्नलाई मलाई एकदम ठुलो लाग्थ्यो यहाँबाट माथि जानलाई। अहिले यसरी भेट्छ। भनेपछि कत्रो बेलातिर यहाँतिर हिँडिरहेछ त म। ल यो बारीहरु यस्तो छ बारी। ल गाउँ यस्तो छ। यो तलतिर गाउँ छ यस्तो। अहिले त हिँड्नै यस्तो पुरै यस्तो ठाउँमा हुर्किएको है। ढुङ्गा यस्तो चिप्लो छ, बिहानै पानी आएर यस्तो छ। अनि बारीहरु यस्तो छ। यो पारी देखेको ठाउँ चाहिँ त्यो पारी पनि हाम्रो, त्यहाँ पनि हाम्रो बारीहरु छ। त्यो चाहिँ रामेछाप जिल्ला पर्छ। यो चाहिँ दोलखा जिल्ला हो। यो माथि माथितिर नि छ। ल यस्तो छ। अब यो बाटै बाटो यो तल यस्तो छ। यस्तो छ बारी। म चाहिँ अब यस्तो ठाउँमा आएर हुर्केको। जन्मिनु चाहिँ फेरि काठमाडौँमै जन्मेको है। म पुरै सिटीमै जन्मेको, तर हुर्किनु चाहिँ यस्तो ठाउँमा आएर हुर्कियो। आमाम झनै लडेको। बाटो यस्तो अप्ठ्यारो बाटो छ आमाम। ल यो ठुलो ढुङ्गा छ। यो ढुङ्गा मुनि चाहिँ मैले एकचोटि भेडा मार्देको। यहाँ मङ्सिर पुसतिरको बेला, मङ्सिरतिर हो के अरे, कार्तिक मङ्सिरमै हो। चढाउन लगेको, ओर्लेर यहाँ कोदो खाएको थियो। अनि लुकेर गएर यो ढुङ्गाबाट यो मुनि ड्याममा ढुङ्गाले टाउकोमा हान्देको त भेडा त यहीँ ठहरै। यो ढुङ्गा मुनि चाहिँ मैले भेडा मार्देको। अनि त्यो भेडा मारेको दिन चाहिँ घरमा बाबुआमाको झगडा भएर आमा कस्तो बबाल भएको थियो त्यो दिन। घाँस काटेर यस्तो सिनिक्क बनाएको छ। यहाँ बाटो हो हाम्रो चाहिँ यस्तो छ। यहाँ तल चाहिँ त्यो रुखको फेदमा चाहिँ मेरो गोठ हो। त्यहाँ बुवा अहिले घाँस हालिराख्नु भयो होला। गोरुहरू त्यहाँ बाँधिरहेछ। यस्तो छ। यो सिस्नो हो। अहिले काठमाडौँमा कम त यस्तो फुल फुलेको छ। ल सिस्नो आमाम कम अमूल्य छ अहिले। पहिला चाहिँ हामी अब हेर्नै मन लाग्दैन थियो। अहिले चाहिँ यस्तो छ। यस्तो झाडी छ। यो भएर यो पारी चाहिँ सबै रामेछाप हो। त्यो पारी पारी पनि सबै रोड आइसक्यो। अहिले गाउँतिर चाहिँ निकै ठुलो विकास भइसकेको छ। अब हामी चाहिँ काठमाडौँतिर बस्यो। पहिला दिनको चाहिँ अब यो बाटो 10 चोटि यताउता हिँडिन्थ्यो। अहिले त अब यहाँ सास लागिसक्यो मलाई हिँड्नलाई। यहाँ तल हो मेरो गोठ। यहाँ चाहिँ यो बारीहरू। यो चाहिँ यस्तो बाटोहरू छ। ल यो सैलुङ गाउँपालिका वडा नम्बर 1 को हो यो। अहिले चाहिँ पहिला चाहिँ तामचेत दुधपोखरी गाविस वडा नम्बर 8 थियो। यो तलतिर चाहिँ अब अर्कै हो। तपाईँको अहिले चाहिँ 1 नम्बर वडा हो। पहिला चाहिँ 9 नम्बर वडा। अनि त्यो पारेको पहिरो छ नि, हो त्यो ठाउँमा चाहिँ काभ्रे जिल्ला हो। यो पारेको डाँडा रामेछाप, यो दोलखा, त्यो काभ्रे। अनि यो उता उता यो यता यताको डाँडा सिन्धुपाल्चोक हाम्रो चाहिँ। अनि यो तल चाहिँ चौरी खोला भन्ने, त्यो तल चाहिँ चौडी खोला छ। यहाँ चाहिँ त्यस्तो छ। अब बाटो गऱ्यो। त्यो घरमा जान लागेको। त्यहाँ मैले एउटा काम गरेको थिएँ। त्यो
काम राम्रो भएको छैन भनेर चाहिँ यसरी आएको। बाटो चिप्लो छ। मम कहाँ पुग्ने हो तपाईँ? माथि नै पुग्ने हो? बाटो चिप्लो छ, बिहानै पानी आएर पानीले म पनि तल जान लागेको तपाईँ घरतिर, चन्द्र सरको घरमा जान लाग्यो। म मिलनको दाइ हो, स्यार्पाको दाइ, चिन्यो? साउनै भयो नि। तपाईँ कहाँ पुग्ने त अनि? यो तल खोला छ, त्यहाँ चाहिँ हामी माछाहरू मार्थ्यौँ पहिला। यो पारी तल, यहाँबाट लगभग 1.5 घन्टा लाग्छ, 1.5 घन्टा जति लाग्छ। यो चाहिँ हाम्रो बारीहरू हो। यसपालि बुवा मम्मी मात्रै हुनुहुन्छ घरमा, त्यसैले अब यो कोदो रोप्नु भ्याउनु भएन छ। यो घाँस पालिराख्नु भएको छ। यो चाहिँ अब एकचोटि गाइजहरू म यो माथि यो रुखको माथि यो डाँडा त्यो डिलबाट यसरी यहाँ तल लडेको झरेको घाँस काट्दाखेरि, अनि यहाँनिर चाहिँ टाउको गाडेको मेरो, यसरी टाउको तलतिर परेर चिप्लेर यहाँनिर मलाई चोट चाहिँ लागेको थिएन, तर म ठुलो भिरबाट लडेँ भनेर म चाहिँ घाँसै नलिकन घर गएको थिएँ। उयो माथि निगालोको फेदबाट टक्कै यहाँ तल, त्यसरी चाहिँ म लडेको थिएँ। यो बारीहरू यस्तो छ। अब हाम्रो गाउँतिर त बारी फेरि यस्तो सानो सानो पाटो हुन्छ, यस्तो गोरु पनि नछिर्ने। पहिला पहिला त छिरे जस्तो लाग्थ्यो, यो खनी 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 यस्तो बनाइदिएछ। यहाँतिर हामी पहिला पहिला हाम्रो चाहिँ जहाँ जहाँ बारी छ त्यहाँनिर गोठ लगेर त्यहीँनिर सुत्ने, उस्तै पऱ्यो खाना त्यहीँ बनाएर खाने, त्यस्तो गरिन्छ। अहिले चाहिँ गोठ यो माथि छ, तर अहिले चाहिँ त्यस्तो गर्दैन। अहिले चाहिँ बस्तु मात्रै ल्याएर पाल्छ, त्यहाँनिर बाँधेको हुन्छ घाँस। यही घाँसहरू लगेर काट्ने हो। ल यस्तो छ बारी। यसपालि बाँझै भएछ। बुवा मम्मीलाई अब के बिचरा बुढाबुढी भइसक्नु भयो उहाँहरू। ल यस्तो छ। यो चाहिँ हाम्रो पुरै खोकी लाग्यो यार बिहानै। ल यो बाटो हामी चाहिँ पहिला यस्तो ठाउँबाट चाहिँ काठमाडौँमा अहिले बसाइ छ। यस्तो ठाउँ छ यहाँ गाउँमा। घाँसहरू यही हो, यो घाँस काट्ने ठाउँ हो। यो चाहिँ हाम्रो जेठा बाजेको प्रपर्टी हो। अहिले उहाँहरूको प्रपर्टी, पहिला चाहिँ खेत थियो यो, पछि चाहिँ घाँस पाल्नको लागि सबै मलाई सानोमा अलिअलि थाहा छ। अलिअलि खेत रोपेको, यहाँनिर खेतहरू रोपेको अलिअलि थाहा छ। त्यसपछिदेखि चाहिँ घाँसको घाँस छ। अब हाम्रो चाहिँ यो फेरि अब यो चाहिँ मेरो यो त ठुलो भिर छ। यो भिरतिर यहाँ चाहिँ यो फेरि हाम्रो यो पारी मेरो बुवाले यो जागिर पहिला आर्मीमा जागिर हुँदाखेरि त्योबाट पाएको पैसाले चाहिँ अब यो बारी किन्नु भएको हो। तर यो बारीको चाहिँ अब अहिले हाम्रो नाउँमा मात्रै छ, तर यसको पूर्जाहरू केही पनि छैन। यो त्यतिखेरको चाहिँ मान्छे हाम्रो बुवालाई बेच्नु भएर अब उहाँ कहाँ जानुभयो, अहिलेसम्म फर्केको छैन। अब यो त हाम्रो जीवनै जानु लागिसक्यो। अब बिचमा एकचोटि चाहिँ खै मान्छे आएको छ अरे भनेर सुनिन्थ्यो। यो बारीहरू हो, यहाँ धेरै रुखहरू छ। यहाँ चाहिँ यो बारी माथिसम्म हो, त्यो माथिसम्म छ। यस्तो छ। ल यस्तो छ है हाम्रो गाउँ अहिले चाहिँ। अब
सबै यस्तो छ। यसरी चाहिँ हामीहरू यहाँदेखि माथि हो, यहाँदेखि माथि सबै यो रुखहरू पनि हो। रुख होइन कि जस्तो लाग्छ, यो माथिल्लो जस्तो लाग्छ, माथिल्लोदेखि माथितिर जस्तो लाग्यो मलाई। अब यसरी चाहिँ गाउँमा, यो चाहिँ हाम्रो माथि घरतिरबाट आएको पानी हो। यस्तो छ, यस्तोमा हामी पहिला सानो घटो राखेर चलाइन्थ्यो, बनाइन्थ्यो। यसरी भयो। ल आजलाई यति।